मूर्खले अरूलाई पिर्छ, बुद्धिमानले आफूलाई पिर्छ। मूर्खले अरूलाई दोषाउँछ, बुद्धिमान व्यक्तिले आफूलाई नै दोषाउँछ। मूर्खले अरूको गल्ती कोटाउँछ, बुद्धिमान व्यक्तिले मेरै गल्ती कहाँ रहेछ भनेर खोजेर सच्याएर ऊ जिन्दगीमा अगाडि बढ्छ। धेरै साल अगाडि पढाइ महत्त्वपूर्ण हो भनिने कुरा चल्थ्यो र हामी पनि स्कुल गयौँ, कलेज गयौँ। तर अहिले एडुकेसन प्लस सिफको महत्त्वपूर्ण हामी बुझ्दैछौँ र स्किल यति महत्त्वपूर्ण छ। यदि स्किलमा हामी पुख्त भएनौँ भने र चाहिँदो स्किललाई हामी डेभलप गरेन भने हामीले दुःख पाउँछौँ। किन रुन्चिस महँगोले आफ्नै ढङ्गले त्यो कुरा हाम्रो जीवनमा लागू हुन्छ। अचाहिँदो दुःखबाट बाँच्नुको लागि र जिन्दगीमा माथि पुग्नको लागि विभिन्न सिफहरूलाई हामीले डेभलप गर्नुपर्छ। आज म तपाईँलाई 10वटा स्किल्सको विषयमा भन्नु गइरहेको छु। हरेक पुरुषले मास्टर गर्नै पर्छ। 1 नम्बर, डेभलप सेल्फ डिसिप्लिन, अनुशासन। मूर्खले अरूलाई पिर्छ, बुद्धिमानले आफूलाई पिर्छ। मूर्खले अरूलाई दोषाउँछ, बुद्धिमान व्यक्तिले आफूलाई नै दोषाउँछ। मूर्खले अरूको गल्ती कोटाउँछ, बुद्धिमान व्यक्तिले मेरै गल्ती कहाँ रहेछ भनेर खोजेर सच्याएर ऊ जिन्दगीमा अगाडि बढ्छ। डिसिप्लिन र मुडमा धेरै फरक छ। जिन्दगीमा उभो नलाग्ने व्यक्तिहरू मुडले डोराएको हुन्छ, प्लेजरले डोराएको हुन्छ। तर सफल पाउने व्यक्तिहरू डिसिप्लिनमा हिँड्छ। जिम जानु मन लाग्दैन तर पनि जान्छ, कुद्नु मन लाग्दैन तर पनि कुद्छ, पढ्नु मन लाग्दैन तर पनि पढ्छ, राम्रो काम गर्नु मन लाग्दैन तर पनि गर्छ। मतलब डिसिप्लिन र मुडमा कुनै पनि रिलेसनसिप छैन। यदि तपाईँ मुडलाई पन्छाएर, भावनालाई पन्छाएर मलाई यो काम गर्नु छ, मलाई अल्छी लागे तापनि, मन नभए तापनि म गर्छु भनेर ठानेर हिँड्नुहुन्छ भने तपाईँको उज्जवल भविष्य छ। तपाईँले राम्रो कलालाई, सिफलाई डेभलप गर्नुभएको छ। 2 नम्बर, किप योर बडी इन सेफ। स्वास्थ्य धेरै महत्त्वपूर्ण हो। सुरुमा तपाईँलाई लाग्छ यो त्यति महत्त्वपूर्ण होइन होला। उमेर जब ढल्दै जान्छ त्यहाँदेखि तपाईँलाई डिपली महसुस हुन्छ बिग्रेको गाडीमा लामो यात्रा गर्न सकिँदैन। गाडी कन्डिसन हुनुपर्छ र हाम्रो शरीर एउटा बेस्ट गाडी जस्तै हो। यो गाडीलाई हामीले फ्रेस, ताजा अनि एकदम मेन्टेन राख्नुपर्छ। यसैले जिम जाने, हेल्दी खाना खाने, यो कुरा चाहिँ सेल्फ डिसिप्लिनमा मात्र हुन्छ। जब तपाईँले यो कुराको कलालाई, सिफलाई बढाउनुहुन्छ, त्यो कुराले तपाईँलाई धेरै नै सहायता गर्छ। 3 नम्बर, डोन्ट ओभर रियाक्ट, स्टे काम। जिन्दगीमा कति समस्या आउँछ, नअत्तालिनुहोस्। रिसको झोकमा जे पाए त्यो नबोल्नुहोस्। भावनाले तपाईँलाई छोप्ने बित्तिकै त्यो अन्धाधुन्दा रियाक्ट नगर्नुहोस्। नेपालीमा भनाइ छ नि, हतारमा काम बिगारेर फुर्सदमा नपस्ताउनु, त्यस्तो होइन। द स्टे काम। जति तपाईँ काम रहनुहुन्छ, शान्त रहनुहुन्छ नि, त्यति नै बुद्धि जागरण हुँदै आउँछ र तपाईँले धेरै समस्यालाई जित्न सक्नुहुन्छ। 4 नम्बर, अपहोल्ड द स्ट्रङ सेन्स अफ अनर। लाइफलाई अनरमा बसाल्नुहोस्। घर बनाउँदा जसरी जगको खाँचो हुन्छ, जति गहिरो र बलियो जग त्यति नै तपाईँले माथि ताला थप्दै जान सक्नुहुन्छ। एक्ज्याक्टली तपाईँको लाइफ चाहिँ अनरमा बसाल्नु, झुटमा, बिगार्नुमा या छल्नुमा, त्यो कुरामा होइन, तर अनरमा, आदरमा बसाल्नुहोस्। त्यो एउटा सिफ हो। तपाईँलाई धेरै असल व्यक्तिले भरोसा गर्नेछ। 5 नम्बर, टेक केयर अफ योर मेन्टल हेल्थ। मानसिक स्वास्थ्यता एकदम महत्त्वपूर्ण छ। ध्यान दिएर बस्ने, किताब पढ्ने, अनि जुन व्यक्तिले तपाईँको एनर्जी खान्छ त्यहाँ नजाने, जुन मिटिङमा तपाईँको एनर्जीलाई उनीहरूले ड्रेन गरिदिन्छ त्यहाँ नजाने। तर जहाँ शान्ति छ, जहाँ उन्नति छ, जहाँ सम्बन्धको, व्यापारको, बुद्धिको, स्वास्थ्यताको, फ्यामिलीको कुरा हुन्छ, त्यहाँ मात्र जाने। मेन्टल हेल्थ एकदम महत्त्वपूर्ण छ। 6 नम्बर, रेस्पेक्ट एन्ड प्रोटेक्ट योर फ्यामिली। तपाईँ कति असल व्यक्ति हुनुहुन्छ, तपाईँको सिफ कति घातलाग्दो छ र तपाईँ कति शक्तिशाली हुनुहुन्छ, परिवारले नै आइडेन्टिटी दिन्छ। सो तपाईँको मेन प्रोजेक्ट परिवारबाट सुरु हुन्छ। यसैले आफ्नो परिवारलाई, परिवारको सदस्यलाई सुरक्षा राख्नु होला, तालिम दिनुहोस्। जब तपाईँ आफ्नो परिवारमा सफल हुनुहुन्छ नि, बाहिर पनि तपाईँले सफल पाउनुहुन्छ। जब तपाईँले परिवारबाट आदर पाउनुहुन्छ नि, बाहिर पनि आदर पाउनुहुन्छ। सो फ्यामिली तपाईँको नम्बर 1 प्रोजेक्ट हुनुपर्छ। 7 नम्बर, लर्न हाउ टु फाइट फर सेल्फ डिफेन्स। हो, यो संसारमा धेरै छ। मान्छेको बोलीलाई हामी रोक्न सक्दैनौँ, जे पाए त्यही भनिदिन्छ। तर हामीले आफ्नो सुरक्षा गर्नु पनि सिक्नुपर्छ।
जब कसले तपाईँलाई बेइज्जत अति नै गर्छ भने स्ट्यान्ड लिनु पर्यो। कसले तपाईँलाई म्यानिपुलेट गर्दैछ भने तपाईँले नो भन्नु सिक्नुपर्छ। कसले तपाईँलाई युज गर्नु खोज्दैछ भने नो भन्नु सिक्नुपर्छ र आफ्नो खुट्टामा उभिनु सिक्नुपर्छ। त्यो पनि एउटा कला हो। 8 नम्बर, द एबिलिटी टु प्रोभाइड फर लभ वन्स। मैले कि तपाईँलाई भने परिवारमा तपाईँले जित हासिल गर्नुहुन्छ भने बाहिर पनि तपाईँलाई सजिलो हुन्छ। परिवारमा तपाईँले आदर पाउनु भएको छ भने बाहिर पनि तपाईँले रेस्पेक्ट कमाउनु इजिली सक्नुहुन्छ। सो परिवारको लागि पनि तपाईँले खाना जुटाउनु पर्यो, सुरक्षा जुटाउनु पर्यो। अनि जब परिवारको लागि तपाईँले गर्नुहुन्छ नि त्यो परिवारले तपाईँलाई साथ दिनेछ। 8 नम्बर, कन्फ्रन्ट फियर एडभर्सिटी हेड अन। डरलाई सामना गर्नु मात्र पर्छ। मैले एउटा साइकोलोजी किताब पढिरहेको थिएँ। उहाँले भन्नुभएको थियो कि उहाँ र उहाँको साथी रातभरि चिहानमा गएर सुत्यो अरे डरलाई कब्जा गर्नुको लागि। यो संसारमा जे पनि अज्ञान छ तपाईँको जीवनमा त्यो कुरा गर्नको लागि डर आउँछै आउँछ। सो अज्ञानताले हामीलाई डर दिन्छ, तर डरलाई हामी सामना गर्नैपर्छ। डरलाई सामना गर्दै नभागिकन जब तपाईँ अगाडि बढ्नुहुन्छ त्यो एउटा ठुलो सिफ हो। तपाईँ छक्कै पर्नुहुन्छ जिन्दगीमा तपाईँले के गर्नु सक्नुभयो भनेर। तर डरदेखि भाग्नुभयो भने तपाईँले सक्नुहुन्न। परिवारमा नरचेको इतिहास, कल्पना नगरेको नसोचेको कुरा पनि तपाईँले जन्माउन सक्नुहुन्छ यदि तपाईँले डरलाई सामना गर्दै अगाडि बढ्नुभयो भने। 10 नम्बर, क्रिटिकल थिङ्किङ एन्ड प्रब्लम सल्भिङ। जबसम्म जीवन रहन्छ समस्या आएको हुन्छ। यदि हजारौंको समस्यालाई तपाईँले सल्भ गर्नुहुन्छ भने तपाईँले 1000 कमाउनु तपाईँलाई सजिलो हुन्छ। लाखौंको समस्यालाई समाधान गर्नुहुन्छ भने लाख कमाउनु तपाईँलाई सजिलो हुन्छ। करोडौंको समस्यालाई समाधान गर्नुहुन्छ भने करोड कमाउनु पनि तपाईँलाई सजिलो हुन्छ। त्यही कारणले गर्दा हाम्रो माइन्डलाई हामीले चलाइराख्नुपर्छ। नराम्रो सोच्नु होइन, नराम्रो कुरामा होइन, तर राम्रो कुरामा मान्छेको समस्यालाई, संसारको समस्यालाई, समाजको समस्यालाई, धेरैभन्दा धेरै मानिसको समस्यालाई आइडियाले हुन्छ कि या प्रोडक्टले हुन्छ कि सल्भ गर्नको लागि यसलाई क्रिटिकल थिङ्किङ एन्ड प्रब्लम सल्भिङ भन्छ। यो कुरामा जब तपाईँले मास्टरी हासिल गर्नुहुन्छ नि तपाईँको जिन्दगी हरानीबाट सुन्दरतामा जान्छ। तपाईँको खुट्टा दलदले हिलोबाट ठुलो चट्टानमा बसेको जस्तो हुन्छ। तपाईँ श्रापको ठाउँबाट आशिषको ठाउँमा आउनुहुन्छ। यसैले यो सिपहरूलाई हामीले मास्टरी गर्नैपर्छ। थ्याङ्क यू सो मच। यदि तपाईँ हामीसँग सम्पर्क गर्न चाहनुहुन्छ भने इमेलद्वारा गर्न सक्नुहुन्छ। स्क्रिनमा देखेको इमेलमा तपाईँले हामीलाई सम्पर्क गर्नुहोला। थ्याङ्क यू सो मच।